अस्सलामुअलैकुम एभ्रिवान। यो चाहिँ मेरो चौथो भ्लग हो है। यो चाहिँ अब म चाहिँ स्कुलबाट घर फर्किँदैछु। आज मैले स्कुटर ल्याएको थिएँ नि त, अनि त्यसपछि स्कुटर ल्याउने मान्छे पनि छैनन् घरमा। अनि भाइहरू चाहिँ काम गर्दैछन् अरे, अब आई मिन कोदो सोदो रोप्ने, अब जोत्ने यताउता। अनि म चाहिँ त्यही भएर भाइलाई फोन त गरेको छैन गर्नु त। ए बाबु हिँड्न सकेन भने त अहिले गर्छु, तर अनि तर हिँडेर जाने सोच छ गाइज मेरो चाहिँ। कहिले काहीँ हिँड्नु पर्छ, स्वास्थ्यको लागि एकदम धेरै फाइदा हुन्छ है। यो चाहिँ भाइ हो, यो भाइ हो, यता हेर भाइ। हामीले हिँड्नु भयो। यी फुच्चाफुच्चीलाई मैले जङ्क फुड खानुहुन्न भनेर कति सिकाउँछु नि। भरे स्कुलको गेटभित्र चाहिँ लाँदैन नि, स्कुल बाहिर चाहिँ बाफ्रे बाजे नै खाने। ए बस्ने ठाउँ ए अरू के छ। बाई ओ भाइले चाहिँ बाई हेर, बाई भनिदेऊ। मोबाइल नहेर, मोबाइल नहेर। कहाँ हिँडेको फुच्चाफुच्ची तिमीहरू? त्यस्तोमा किन गएको? किन गएको भन न पहिला। के पाइन्छ त्यहाँ? के हो रुमबक भन्ने? खाने चिज हो? खै खाएर देखा त हो कि होइन? मिठो हुन्छ त, अमिलो हुने साँच्चै। त्यस्तो किन खाएको नि त जङ्क फुड? पाक्यो भने मात्र खाँदैछ नि तिमीले। यो त हो के खैले त्यता के हो यसले त्यता? हाम्रो त्यसलाई ऊ भन्छौँ कि ऊ अमरा भन्ने हो कि के भन्ने, त्यही हो बोलाएर। यस्तो अहिले खाने बेला भएछ र यो? ए हामी पनि यस्तै थियौँ साथीहरू, त्यस्तो अहिले खाने बेला भएन नि। त्यही पनि खाऊ खाऊ कि हिँड्न, काँचो साँचो सबै पकाउनु सक्नुपर्छ। त्यत्रो जङ्क फुड लिएर हिँडेर खानुहुन्न? खानु हो त होइन, बाबुले खानु हो त कतै। यिनीहरू त यति यति खाने, कति कति खान्छ यति यति। म त एकछिन भुलेँ, तिनीहरूले खै के खाएको त अमरा भन्छौँ कि हामीले चाहिँ। यो खाने बेला त भएन नि, पछि हो। तर हामी चाहिँ खान्थ्यौँ, हामी पनि खान्थ्यौँ यत्रो बेला त। अब के भन्नु होइन, अरूको बाल्यकाललाई खोजिदिन भएन, हामी जस्तो जिउन परो। सानो नहिँड त्यता यिनीहरूलाई के पऱ्यो जिन्दगी सानो। बिस्तारै बिस्तारै हिँड्ने होइन, दुख दुख होता है। सायद हिँडेरै पुग्छ कि घरतिर। सानो तँ लिन खुवाउँदैन, अब खुवाउँदैन आउँथ्यो अब त बाबा लिन आँटेनन्। काठमाडौँ गयो के बाबा त? बाबा त काठमाडौँ गयो नि सानो। ए ट्र्याक्टर त्यहाँ बस्यो अरे। ऊ यो चाहिँ नेपाली पनि बोल्छ अनि हाम्रो भाषा पनि बोल्छ है। त्यो चाहिँ हाम्रो भाषा चाहिँ एकदम स्पष्ट बोल्छ, अनि हाम्रो मुस्लिम भाषा अनि नेपाली पनि बोल्छ। बुझ्नु त सबै कुरा बुझ्छ, तर हामी घरमा सबैजना हाम्रै भाषा, अनि त्यसपछि म पनि सँग हाम्रै भाषा कि नेपाली मुस्लिम भाषा बोलिदिन्छु नि त। तर सिकाउन चाहिँ आफ्नो भाषा नै, मातृभाषा पनि सिकाउनु पर्छ है साथीहरू, किनकि नेपाली त स्कुल पढ्नु थालेपछि त अटोमेटिक नेपाली त जानिहाल्छ नि बच्चा बच्चीले होइन त। आफ्नो भाषा सिकाउनु पर्छ। त्यही भएर मलाई चाहिँ यो आफ्नो भाषा बोलेर नेपाली बोल्ने यस्तो मात्रै त्यस्तो केही लाग्दैन है। नेपालीले पछि बुझिहाल्छ नि अब स्कुल पढ्नु थालेपछि। नि युट्युब त यहाँ रोकेपछि यहीँ फुच्चा फुच्चा अब के गर्छन् नि त, जान्छन्। तर एक्लै एक्लै बोल्दैन नि, यस्तो यस्तो पागल जस्तो लाग्दैछ हुन त। कति छिटो आएको त नि स्कुलबाट? के अरे आफै हिँड्नु हो त न? के हो त खै तेरो बाबा भन्नु पऱ्यो। त्यो बस्ने अङ्कलले बाबा ओर्सिङ भन्थ्यो नि। ओर्सिङ त कस्तो राम्रो फुल छ भन्थ्यो नि। यही हो कि साथीहरू, ऊ यताबाट चाहिँ यताबाट हुकातिर जान्छन् होला कि साथीहरू। ओर्सिङ भन्छ। हजुर घाम भयो हिँड नि त म सिक्दिरौँ ल।
छ यति राम्रो राम्रो फुल छन् साथीहरू भन्नु चाहिँ बाबु यता हेर अब अझै यता हेर्नुहोस् हेर्नुभयो धन्दा बाबु धन्दा एक दुईवटा फोटो चाहिँ खिचेको अरे अब हिँड्दैछु जति हिँडे पनि अब घरको आउने कुरो हुँदैन भर्खर उड्सिङ आएको छु उड्सिङ चिन्नुहुने साथीहरू चाहिँ भर्खर उड्सिङ भन्छन् होइन अब नचिने त कता हो कता होइन ऊ काखी हरेको ऊ फेरि एकछिन हिँड्न सक्दैन यो बाजे पनि आउन त एकछिन ल यी शीतलमा त म बोक्छु ल ल ल बस अब बस्यो भने चाहिँ बस्दै त्यहाँ बस भनेको र उठ के बाजे यिनी त ल 4:28 भइसक्यो साथीहरू यसको पारा यस्तो छ होइन अब एकैछिन बोके पनि यसको पारामा त म त बेलुका 7 बजीसम्म पनि घर पुग्दिनँ कि त्यसमा काटे त हात मेरो बाबुको चाहिँ यो ड्रेसअपलाई चाहिँ इग्नोर गरिदिनु होला यसले त टोकेर चाहिँ निकालेर फालेको क्या अब भर्खरै टोकेको त हेर्नु चोडेर कस्तो छ अनि त्यही हो साथीहरू सानो भोलि पर्सि ठुलो भएपछि के बन्छौ नि हाजिफ बन्ने हाजिफले के गर्छन् नि कुन नान पोल्छन् ए अनि धन्न बाबु लडेको अनि बाबुले माम खाने बेला के पढ्छन् नि बिचिला न त शैतानले हाताए अब यिनले जान्छन् कि यिनले त अनि अप्ठ्यारो बाटो आयो भने के भन्ने नि बिचिला भन्ने तिमी भोलिपछि यस्तो पारामा त म त घर पुग्दिनँ साथीहरू म त भाइलाई फोन गर्छु एकचोटि अब सानो अलिकति हिँड त टोपी यस्तो चोडेर अनि मैले घर सिलाइदिन्छु है सानो ए ल के कसरी मुख गर्छु नि अब त के हाय भन्ने के ए यसो छेउ ए पानी खाएपछि के खान्छौ नि के भन्छौ नि भन पर्यो के खान्छौ दिन्छु ल रोक म दिन्छु रोक यो चाहिँ लड्यो है म यसरी ढलेँ होइन ल खाऊ पानी खाऊ बसेर खानुपर्छ पानी पनि खतरा पहिले लड्छ कि लड्नु पर्ने के भन्यो हामीदेन अन्नु हो त न है के भन्ने त भन्ने सानो बिचिल्ला बक्कतिल्ला वाला चाहिँ मैले भन्ने बिचा ल अनि बाबाले के भन्नुहुन्छ नि बाबाले बाबु भन्नुहुन्छ अनि सानो घरमा घाँस कोकल काट्नुहुन्छ नि फुपूले अनि बाबुले घाँस काट्ने कि नकाट्ने काट्दैन बाबुले के गर्ने र को गर्ने अम्मीले घाँस काट्दैन रे अम्मीले के गर्थे त काट्दिन के गर्थे त अम्मीले को गर्थे बाबाले नि कका ए सरी काडा अम्मी लाइन जानु भन्नु थियो गोपे छैन लेन बाबाले नि कका गर्थे ए भोलि पर्सि सानो डक्टर बनाओस् ए होइन हाफिजले के गर्छन् र पुलान पर्ने ए कता हिँड्नुभयो बाजे कता हिँड्नुभयो कहाँ हिँड्नुभयो ए हो यता हो घर ए बाबुले काखमा लिए म बाबु के हो नि उखुत्ती ए सोटी भन न उखुत्ती गेट भन न
हो गेट बन्द भएर है ओके सानो बाजेले खानु बतायो कि गेट जति यसले पिउँदाई यसको पिउँदाले भनेको बाजे चाहिँ अब मैले यसलाई बोकेको छु होइन अब यो कति हाँस्छ एउटा पनि किन हाँस्छ र छ्या या दर्शक बिन्दुहरू भयो धेरै हाँस्नु हुन्छ कि सानो छ्या धेरै जिन्दगी ल बस 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 सकिन्न अब चिकन थकेर यहाँ बसेँ साथीहरू पुग्नु पर्ने त चाहिँ त्यो डाँड देखेछ नि लाग्ने यो हो त्यो ओडाकार रह्यो कि गाई अब मेरो मनलाई खासै किरा देखिन हो यो ओडाकारलाई हो त्यो तलदेखि अझै उता पुग्नुपर्छ जाने चाहिँ यहाँबाट हो अब बिस्तारै बिस्तारै जानुपर्छ साथीहरू अब भाइ पनि भाइलाई फोन गरेको भाइ जोड्दैछ अरे जाएँ आफूले बोक्नु परेन होला जाँदा त एकछिन झ्याउ एकछिन आफू हिँड्दैछ र म चाहिँ साथीहरूसँगै एक्लै रङ्गीसँगै भन् जस्तै यत्तिकै भिडियो बनाउँदै बसेँ हेर्नु न एकछिन यहाँ के वेट गरेको थिएँ साथीहरू एकछिन क्या हुन्छ नि थका मानाउने प्रतीक्षालयमा बसेको थिएँ कि यो प्रतीक्षालयमा त मेरो बेग यो मेरो भुन्टे त्यसमा माटो देख्नुहुन्न के अझ अम्मी खेल्न हिँड अब जाऊँ माटा खेलेर जाने ल भयो अब बजार जाऊँ यो चाहिँ माटा खेलेर जाने हात टुक्टुकाउ भयो ल अब उता ढुङ्गा लाने बिर्सिएर ल उठा 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 भाइ म गएँ त ल आएन आऊ न आएन यति भनेपछि केटकेटी चाहिँ हिँड्छन् क्या फेरि तिमी खेलेर बस म गएँ है आफूलाई पुग्नु पर्ने हो त डाँडामा अनि त्यो हेल्पोस्ट देखेको छ नि हेल्पोस्ट ल पानी खेल्न भनेपछि त पानी माटो धुलो खेल्नु भनेपछि त यस्तो खानु केटाकेटीहरू यो चाहिँ उता मुलको पानी साथीहरू यस्तो फोहोर होइन यो बगिरहेको पानी चाहिँ सफाइ हुन्छ त्यो पनि यो चाहिँ उता माथि मुलबाट आएको पानी हो मैले देखाउँछु ल साथीहरू पानी नै हो है हो के रहेछ मुख धोएर खै कस्तो भएछ हात के भयो फाइनल्ली भाइ लिन आयो ऊ चाहिँ कोदो के रोप्नुको लागि चाहिँ जोत्दै रहेछ अलिकति जोतेर चाहिँ अनि उता लिन आएछ क्या मैले फोन गर्थेँ नि त अनि भ्याउँदै गएको थिएँ नि त्यही पनि एकचोटि फोन गर्नुपर्छ भाइहरू चाहिँ हाल्छन् कि जहाँ भयो भने क्या फेरि साथीहरू यसमा चाहिँ म खुसी छु भाइहरूलाई धेरै धेरै धन्यवाद अनि आफ्नो काम छोडेर भए पनि आउँछन् कि जे भए पनि है अनि उनीलाई चाहिँ जानु तर्थ्यो त्यो एकदम फास्ट गइरहेको थियो एकदम स्कुटी चाहिँ एकदम फास्ट चलाइरहेको थियो अनि यसरी चाहिँ अनि म चाहिँ यसले चाहिँ मलाई घर पुऱ्याइदिन्छ फेरि यो जोत्नु जान्छ स्कुटी चाहिँ यहाँ राखेँ मैले भाइले राखिदिएको कि यहाँ चाहिँ यहाँ तल यहाँ देखेको छैन अनि बाबु चाहिँ म पुग्यो अनि पछि भाइ चाहिँ के अरे बाबु के अरे भाइसँग जान्छ कि फेरि उतै मामाघरतिर उता ढाकिराखेँ स्कुटी अनि मामाघरतिर जान्छ तर म चाहिँ घर जान्छु साथीहरू अब यहाँ चार बन्द पाएन साथीहरू यिनीहरू चाहिँ बल खेल्न आइहाल्छ कि पुरै भविष्यका भलिबल खेलाडी यिनीहरू चाहिँ अनि म चाहिँ त्यही बाटो थियो पाऱ्यो नि त मेरो घर चाहिँ अनि म त घर जान्छु आजको ब्लग चाहिँ साथीहरू बाबुसँग गफ गर्दा गर्दा सकियो त्यही हो साथीहरू कस्तो लाग्यो आजको ब्लग प्रतिक्रिया दिनु लाइक कमेन्ट सेयर गर्नु नभुल्नु होला यति बेलासम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद साथीहरू म चाहिँ घर पुगेँ थ्याङ्क यू फर वाचिङ